आज मैले चना चटपट बनाउन गइरहेको छु। त्यसको लागि चाहिने सामग्रीहरू भुजा, आलु उसिनेर मसिनो काटेको, प्याज मसिनो काटेको, हरियो खुर्सानी, टमाटर र यो चाहिँ हिजो राति नै सोक गरेको केराउ र चना, यो चाहिने निम्बुको रस, यो चाहिँ शुद्ध तोरीको तेल, नुन अनि काजु नट साल्टेड भएको, अनि यो चाहिने भुजिया। यसलाई म अब राख्न गइरहेको छु। यो प्याज, खुर्सानी, टमाटर अलिकति रातो खुर्सानी आफ्नो स्वाद अनुसार, कसैलाई पिरो मन पर्छ भने राख्नु, नभए नराख्नु। थोरै रातो खुर्सानी र यसमा यो काजु मट, यसले स्वाद राम्रो बनाउँछ, धेरै मिठो हुन्छ। सिम्पल तरिका हो यो र मिठो हुन्छ। र केही भुजा, नुन राख्न गइरहेको छु। नुन चाहिँ आफ्नो स्वाद अनुसार राख्नुहोस्। कसैलाई अलि तिखो मनपर्छ भने कसैलाई नर्मल मनपर्छ। मुख्य चाहिँ यो तोरीको तेल, यसले स्वाद बढाउँछ। र यो चाहिँ कागती बिचोरेको। अब यसलाई मिक्स गरिदिनु सबै। देख्यो कति राम्रो देखेको। यो चाहिँ 5-6 जनालाई नर्मल पुग्छ र केटाकेटीहरूलाई पनि हुन्छ, किनकि यसमा धेरै मसलाहरू युज गरेको छैन। र स्पेसली साल्टेड काजुले मिठो स्वाद लिएर आउँछ। र तोरी, काँचो तोरीको तेलले त झनै मिठो हुन्छ। जब मान्छेहरूलाई कसैलाई काँक्रो, गाजर मनपर्छ, त्यो पनि मिसाउँदा हुन्छ। तर मलाई चाहिँ तिनीहरू मन पर्दैन। मलाई मनपर्ने चाहिँ यो तरिका हो र मनपर्छ चाहिँ तपाईँहरू पनि ट्राई गर्नुहोस्, खाइ हेर्नुहोस् र हेर्नुहोस् कस्तो राम्रो देखिएछ।